यो भनिला केक बनाउन एकदमै सजिलो छ अनि यो केक बनाउन ओभन नै चाहिन्छ भन्ने छैन। बिना ओभन पनि राम्रो केक बनाउन सकिन्छ। आज म दुवै प्रोसेस शेयर गर्छु, त्यसैले भिडियो पुरै हेर्नु होला र आफू पनि बनाउन ट्राई गर्नु होला। सुरुमा त हामीलाई चाहिन्छ 1 and 1/3 कप मैदा, 1/4 कप कोर्न स्टार्च, 1 टेबलस्पुन बेकिङ पाउडर र हाफ टीस्पुन नुन। यो सबैलाई पिठो छानीले 3 चोटी छानिदिने र साइडमा राख्ने। अब दुईटा ठुलो मिक्सिङ बल र 6 वटा अन्डा लिने अनि अन्डाको सेतो भाग एउटा बलमा, पहेँलो भाग चाहिँ अर्को बलमा छुट्याएर राख्ने। यो एग व्हाइट भएको भाँडामा आधी कप चिनी हाल्ने र मजाले व्हिस्क गरिदिने। यस्तो खालको नखस्ने चुच्चो बन्नु पर्यो। यो पहेँलो भाग भएको भाँडामा चाहिँ आधी कप चिनी हालेर व्हिस्क गर्ने, लाइट येलो कलर नहुन्जेलसम्म। अनि आधी कप दुध, आधी कप तेल र अलिकति भनिला हालेर फेरि व्हिस्क गर्ने। त्यसपछि चाहिँ अघि बनाएर राखेको पिठोको मिक्सर हालेर फेरि मिक्स गर्ने। ओभर मिक्स चाहिँ नगर्नु होला। अब अघि बनाएर राखेको एग व्हाइट आधी आधी गरेर 2 चोटी हाल्ने अनि बिस्तारै स्प्याचुलाले फोल्ड गर्ने। बेकिङ प्यानको बटममा राख्ने पार्चमेन्ट पेपर चाहिँ म यसरी काट्छु। यो पार्चमेन्ट पेपर राख्यो भने चाहिँ केक निकाल्न सजिलो हुन्छ। अब प्यानको सबैतिर बटर दल्ने अनि पार्चमेन्ट पेपर राख्ने र केकको ब्याटर राख्ने अनि यसरी काउन्टर टपमा ट्याप ट्याप गर्ने 8-9 चोटी। ओभनमा पकाउने हो भने चाहिँ 325 फ्यारेनहाइटमा 25 मिनटको लागि पकाउने। बिना ओभनको लागि चाहिँ प्यानलाई एल्युमिनियम फोइलले कभर गर्ने र बीचमा एउटा प्वाल बनाउने अनि पानी उम्लिरहेको मोमोको भाँडामा 25 मिनटको लागि पकाउने। अब केकलाई प्यानबाट निकालेर सेलाउन छोडिदिने अनि सेलाइसकेपछि चाहिँ प्लास्टिक र्यापमा र्याप गरेर डिप फ्रिजरमा कम्तीमा पनि 5 घण्टाको लागि राख्ने। बाँकीको भाग चाहिँ पार्ट 2 मा।